नमस्कार। आज हामी नेपालको ऊर्जा क्षेत्रको अलिकति गहिरिएर कुरा गरौँ है त। कहाँ कति ऊर्जा खपत हुन्छ, आयात निर्यात कस्तो छ, अनि त्यो सधैँ सुनिने विद्युत निर्यातको सम्भावना खै कतिको साँच्चै हो। हाम्रो छलफलको आधार चाहिँ जल तथा ऊर्जा आयोग सचिवालयको 2024 को रिपोर्ट हो, जसमा 2023 को तथ्याङ्क छ। आजको हाम्रो लक्ष्य चाहिँ नेपालको ऊर्जाको खास अवस्था, अवसरहरू र विशेष गरी विद्युत निर्यातमा के बाधा छन् भन्ने बुझ्नु हो। हुन्छ, सुरु गरौँ न त अहिलेको ऊर्जा खपतबाट। सन् 2023 को कुरा गर्दा नेपालले झण्डै 18 अर्ब युनिट बराबर ऊर्जा खपत गर्यो। 18 अर्ब युनिट हो, तर अलिकति अचम्म लाग्दो के छ भने यसको ठूलो हिस्सा मतलब करिब 64% जति अझै पनि दाउरा, गोबर, कृषि अवशेष यस्तै परम्परागत स्रोतबाटै आइरहेको छ। 64%? ओहो, भनेपछि त आधुनिक ऊर्जामा फड्को मार्न अझै धेरै बाँकी रहेछ। बिजुलीको हिस्सा त झन् कति होला त? निकै कम। निकै कम। बिजुलीको हिस्सा जम्मा 7% मात्रै छ। जम्मा 7%? 20% ओगट्छन्। बाँकी रह्यो सौर्य, वायु, लघु जलविद्युत जस्ता अरू नवीकरणीय ऊर्जा, त्यो चाहिँ करिब 3%। यो त कस्तो उल्टो जस्तो सुनिन्छ नि, होइन? एकातिर हामीसँग यति धेरै जलविद्युतको सम्भावना छ भन्छौँ, अर्कोतिर हाम्रो घर घरमा जसले कुल ऊर्जाको 61% खपत गर्छ, अनि उद्योग यातायातमा हेर्यो भने त्यही परम्परागत र आयातित इन्धनकै भर पर्नुपर्ने। एकदम। बिजुली त झण्डै 100% नवीकरणीय स्रोतबाटै आउँछ होला, तर त्यसले समग्रमा यति सानो हिस्सा मात्र लिनुले त यो ऊर्जा रूपान्तरण कति गाह्रो रहेछ भन्ने देखाउँछ नि। जीवनशैलीसँगै जोडेको कुरा रहेछ। हो, एकदम सही कुरा गर्नुभयो। अब अलिकति व्यापारतिर पनि हेरौँ न त। 2023 मा नेपालले कुल आयात कति गर्यो भन्दा लगभग 1612 अर्ब नेपाली रुपैयाँको। 1612 अर्ब? त्यसमा ऊर्जा आयात मात्रै हेर्ने हो भने करिब 345 अर्ब रुपैयाँको थियो। यो भनेको कुल आयातको 21% भन्दा बढी हो। 345 अर्ब? यो त हाम्रो विकास बजेटको ठूलै अंश जस्तो भयो त। हो नि, र यसको अब अधिकांश हिस्सा त भारतबाटै आयो। यसमा सबैभन्दा बढी त पेट्रोलियम पदार्थ नै होला, होइन त? एकदम। पेट्रोलियम पदार्थले मात्रै करिब 307 अर्ब रुपैयाँ ओगट्यो। त्यो भनेको ऊर्जा आयातको झण्डै 89% हो। बापरे। अनि अर्को एउटा ध्यान दिनुपर्ने कुरा के छ भने कोइलाको आयात 2021 को तुलनामा 2023 मा आइपुग्दा झण्डै 4 गुणाले बढेर करिब 21 अर्ब रुपैयाँ पुगेको देखिन्छ। कोइला पनि त्यति धेरै? अनि बिजुली आयात चाहिँ करिब 16.8 अर्ब रुपैयाँको रह्यो। तर 2023 मा एउटा राम्रो कुरा पनि त भयो नि, बिजुली निर्यातको कुरा। हो, त्यो एउटा ऐतिहासिक उपलब्धि नै मान्नुपर्छ। नेपालले पहिलो पटक भारतमा करिब 16.9 अर्ब रुपैयाँ बराबरको बिजुली बेच्यो। भनेपछि आयात भन्दा अलिकति बढी नै निर्यात भएछ बिजुली त? हो, थोरैले भए पनि बढी भयो। यसले गर्दा कुल व्यापार घाटामा ऊर्जाको हिस्सा चाहिँ करिब 20.4% रह्यो। ल, अब त्यो सधैँ सुनिने 43,000 मेगावाट सम्भावनाको कुरा गरौँ न। यो आँकडा त हामीले कति सुन्यौँ, के यो साँच्चै वास्तविक हो? यति ठूलो अवसर छ त? हेर्नुस्, प्राविधिक र आर्थिक हिसाबले हेर्दा यो सम्भावना वास्तविक नै हो। र अर्को रोचक कुरा के छ भने यदि नेपालले उच्च आर्थिक वृद्धि नै हासिल गर्यो भने पनि सन् 2050 सम्ममा हाम्रो देशको कुल ऊर्जा माग 847 पेटाजुल मतलब करिब 28,600 मेगावाट बराबर मात्रै पुग्ने अनुमान छ। 28,600 मेगावाट? यसको मतलब के हो भने यदि हामीले आयोजनाहरू बनाउन सक्यौँ भने निर्यातका लागि प्रशस्त ठाउँ छ। बजार भन्नाले अब छिमेकी देशहरू नै हुन् भारत र चीन। उनीहरूको माग त एकदमै ठूलो छ, होइन? हो, विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएका देशहरू, उनीहरूको ऊर्जा माग अपार छ र धेरै जसो कोइलामा निर्भर छन्। तर के उनीहरू साँच्चै नेपालको बिजुली किन्न तयार होला नि त? उनीहरू आफै पनि ठूला उत्पादक हुन्, अनि त्यो भूराजनीतिक कुराहरू पनि त आउँला नि। त्यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। माग हुनु एउटा कुरा भयो, बजार पाउनु अर्को कुरा। तर भारत र चीन दुवैले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तन सम्बन्धी प्रतिबद्धता जनाएका छन्। उनीहरूले आफ्नो ऊर्जामा कोइलाको हिस्सा घटाउनै पर्ने दबाव छ। यस्तो बेलामा नेपालको सफा जलविद्युत उनीहरूको लागि एउटा आकर्षक विकल्प हुन सक्छ। अनि विश्वभरि नै नवीकरणीय ऊर्जाको माग बढिरहेको छ,
त्यसको फाइदा पनि हामीलाई हुन सक्छ। अवसर त देखियो, तर यसलाई समात्न केले रोकिरहेको छ त? किन यी 43,000 मेगावाट अझै पनि खै कागजमै सीमित जस्तो देखिन्छ? चुनौतीहरू पनि उत्तिकै गम्भीर छन्। हेर्नुस्, पहिलो त हाम्रो आफ्नै अर्थतन्त्र अलिक कमजोर छ। जलविद्युतमा लगानी निकै चाहिन्छ। प्रति मेगावाट औसतमा 22 करोड रुपियाँ जति लाग्छ। जलाशययुक्त बनाउने हो भने त झन बढी। निकै महँगो हो। यति ठूलो लगानी जुटाउन गाह्रो छ अनि प्रतिफल आउन पनि समय लाग्छ। अब विदेशी लगानीमा भर पर्यो भने उनीहरूका शर्तहरू हुन्छन्। दीर्घकालीन बजारको सुनिश्चिततामा पनि प्रश्न उठ्छ। लगानी त एउटा कुरा भयो, अरू के छन् त बाधा? जस्तो त्यो जलवायु परिवर्तनको असर नि? त्यो अर्को एकदमै ठूलो जोखिम हो। पानी पर्ने ठेकान छैन, कहिले अतिवृष्टि, कहिले खडेरी, बाढी, पहिरोको जोखिम छँदैछ। नदीको बहावमा आउने परिवर्तनले उत्पादन घटाउने मात्र होइन, बनेका संरचना नै जोखिममा पार्छ। अध्ययनहरूले त के देखाउँछन् भने यदि अहिलेकै जसरी कार्बन उत्सर्जन बढ्दै गयो भने शताब्दीको अन्त्यसम्ममा हिमालयको 80% हिउँ पग्लन सक्छ रे। 80%? त्यो त डरलाग्दो कुरा भयो त। हो नि। हाम्रा नदीका मुहान नै सुकेपछि जलविद्युतको के अर्थ रह्यो र? सही कुरा। अनि हाम्रो भौगोलिक अवस्थिति र नीति नियमका कुराहरू नि, त्यसले कस्तो असर पारेको छ? अब हामी भूपरिवेष्टित भयौँ होइन? तेस्रो मुलुकमा बिजुली बेच्नु पर्यो भने भारतकै बाटो जानु पर्यो, उनीहरूकै प्रसारण लाइन प्रयोग गर्नु पर्यो, सहमति चाहियो। यसले गर्दा हाम्रो अन्तर्राष्ट्रिय बजार भनेकै व्यापार त भारतमा सीमित हुन पुगेको छ। पनि विदेशमै निर्भर छौं। यसले गर्दा आयोजना समयमा बन्दैनन्, लागत बढ्दै जान्छ अनि प्रविधि पनि हामी कहाँ आउँदैन। नीतिगत अस्थिरता नि? सरकार फेरिएपछि नीति परिवर्तन हुने समस्या त्यो त छँदैछ। दूरदृष्टि भएको राजनीतिक नेतृत्व र बनेका नीतिको पनि राम्रोसँग कार्यान्वयन नहुँदा दीर्घकालीन सम्झौताहरू प्रभावित हुन्छन्, लगानीकर्ता डराउँछन् अनि समग्र विद्युत उत्पादन नै सुस्त हुन जान्छ। अझ चिन्ता लाग्दो कुरा के छ भने यत्रो सम्भावनाको कुरा गर्दा गर्दै पनि हाम्रो आफ्नै देशभित्र बिजुलीको माग वृद्धि दर निकै सुस्त छ, 10% भन्दा कम। माग नै कम छ। हो, र समग्र ऊर्जा खपत नै हेर्ने हो भने त 2023मा 2022को भन्दा झण्डै 17%ले घटेको देखियो। घटेको। यसले त कतै आर्थिक मन्दी र औद्योगिक विकास हुन नसकेको तर्फ पो संकेत गर्छ कि भन्ने देखिन्छ। भनेपछि अवस्था कस्तो देखियो भने एकातिर जलविद्युत निर्यातको खै सुनौलो सपना जस्तो छ, विश्वव्यापी रूपमा स्वच्छ ऊर्जाको माग पनि बढ्दो छ, तर अर्कोतिर हामी आफै चाहिँ परम्परागत ऊर्जामा अल्झिरहेका छौं, अर्थतन्त्र कमजोर छ, जलवायु परिवर्तनको डर छ, भौगोलिक सीमितता छ अनि आन्तरिक रूपमा पनि परनिर्भरता र नीतिगत कमजोरीका ठूला पर्खालहरू छन्। ओहो, एकदमै। निचोड त्यही हो। जलविद्युत निर्यात नेपालको लागि गेम चेन्जर बन्न सक्ने अवसर पक्कै हो। विश्वव्यापी स्वच्छ ऊर्जा संक्रमणसँग यो ठ्याक्कै मेल पनि खान्छ। तर यो सम्भावनालाई वास्तविकतामा बदल्न यी सबै चुनौतीहरू आन्तरिक, आर्थिक, नीतिगत, क्षमता विकास र बाह्य जलवायु परिवर्तन, भू-राजनीतिलाई सम्बोधन गरी सुखै छैन। यसले एउटा गम्भीर प्रश्न खडा गर्छ। बजार पहुँचका लागि भारतमाथिको निर्भरता एकातिर र ठूलो पुँजी चाहिने भएकोले विदेशी लगानीमाथिको निर्भरता अर्कोतिर। यो जटिल अवस्थामा नेपालले आफ्नो दीर्घकालीन राष्ट्रिय हित र ऊर्जा सम्प्रभुतालाई कसरी जोगाएर अघि बढ्न सक्छ? हो, यो निकै महत्त्वपूर्ण प्रश्न हो। यसमा अझै धेरै विचार विमर्श आवश्यक देखिन्छ।